हेलो नमस्ते, म उमेश सञ्जेल। म आज चाहिँ हाम्रो रासोपाको सरकारलाई प्रधानमन्त्रीज्यू माननीय प्रधानमन्त्रीज्यू बालेन शाहज्यूलाई अनुरोध गर्न चाहन्छु कि हजुरको अहिले जुन नयाँ कानुन ल्याउनु भएको छ यसले ड्राइभरहरूलाई ठुलो घात गर्छ। जतिपय सबै ड्राइभरहरूले जानेर गाडी दुर्घटना गर्ने हुँदैनन्। म पनि एउटा ड्राइभर हुँ, यसैले भन्दैछु। कसैले जानेर मान्छे हान्ने दुर्घटना गर्ने गर्दैनन् र हजुरले लाउनु भएको नियममा 10 वर्ष 12 वर्ष जेल सजाय छ। उसो भए त ड्राइभर त मरे भइगयो नि, घरमै बसे भइगयो नि, ड्राइभरलाई त ठुलो घात हुन्छ। प्राय जसो साना गाडीहरू बाइक मोटरसाइकल साना गाडी कार जिप डेलिभरी भ्यानहरू आफै आएर छिर्छन्। अब ड्राइभरको ठुला गाडीको गल्ती नभए बापत पनि उहाँहरूलाई 10 वर्ष 12 वर्ष जेल सजाय र घटना हेरेर भन्नु भएको छ। पार्किङ राखेको ठाउँमा नि आएर कतिपय छिजा हुन्छन्। अब यसरी त ड्राइभरले गाडी नचलाए भयो, ड्राइभरले गाडी नचलाए जनताहरूले ठाउँ ठाउँमा के खान्छन्? ड्राइभरले चलायो भरमा सबै खाद्य वस्तु तथा कच्चा पदार्थ आयात निर्यात गर्ने नै ड्राइभरले हुन्। यो नियम कानुनलाई चाहिँ हजुरले राम्रोसँग बुझेर यस सम्बन्धी चाहिँ हजुरको ठुलो ध्यान जाओस्, कानुन राम्रो बनोस्। यस्तो कानुन चाहिँ होइन कि जो ड्राइभर मरोस्। हजुरले जे पनि गर्नुहुन्छ राम्रै गरेर राम्रै सोचेर गर्नुभएको हुन्छ। तर यो कानुन चाहिँ कता कता मलाई चाहिँ राम्रो लागेन। सायद कतिपय ड्राइभरहरूलाई नि राम्रो लागेको छैन। सम्मानीय प्रधानमन्त्रीज्यूको चाहिँ यो विषयमा चाहिँ राम्रोसँग ध्यान आकर्षण होस् र सबैजनाले यो भिडियोलाई चाहिँ सम्मानीय प्रधानमन्त्रीज्यूसम्म पुर्याइदिनु होला। हस् त, धन्यवाद।